आइपिओ अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। सोलु हाइड्रो पावर लिमिटेडले आजबाट सर्वसाधारणका लागि आइपिओ निष्कासन खुल्ला गर्ने भएको छ। यस कम्पनीले के कति किता आइपिओ निष्कासन गर्दैछ, कहिलेसम्म आवेदन दिन सकिन्छ, कम्पनीको आइपिओमा कति किताको लागि आवेदन दिने, कम्पनीको इपिएस बुक भ्यालु, दोस्रो बजार कारोबारको लागि ओपनिङ रेन्ज के कति पाउँछ लगायतका विषयवस्तु जान्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ, यस्तै अपडेटको लागि च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर सँगै रहेको घण्टीलाई थिचेर अल नोटिफिकेसन अन गर्नुहोला। त्यसपछि यस्तै अपडेटहरू तुरुन्तै प्राप्त गरेर जानकारी लिन सक्नुहुनेछ। सोलु हाइड्रो पावर लिमिटेडले आजबाट सर्वसाधारणका लागि आइपिओ निष्कासन खुल्ला गर्ने भएको छ। यस कम्पनीले यसभन्दा अगाडि नै आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आइपिओ निष्कासन गरेर बाँडफाँड गरिसकेको छ। स्थानीय बासिन्दाहरूको लागि 1 करोड किता आइपिओ निष्कासन खुल्ला गरेको हो। त्यसभन्दा पछि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि बाँकी रहेको 1 करोड किता मध्ये 10 लाख किता निष्कासन गरेको हो भने त्यसैगरी म्युचुअल फन्डको लागि सामूहिक लगानी कोषको लागि भने कम्पनीले 5 लाख किता र कर्मचारीको लागि 3 लाख किता निष्कासन गरिसकेपछि बाँकी रहेको 82 लाख किता आजबाट सर्वसाधारणका लागि निष्कासन खुल्ला गर्ने भएको छ। यस कम्पनीको आइपिओमा सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम 10 किता र अधिकतम 1 लाख किताको लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ। तपाईहरुले यस कम्पनीको आइपिओमा आवेदन दिन चाहनुहुन्छ भने कति किताको लागि आवेदन दिने भन्नुपर्दा यस कम्पनीको आइपिओमा जुन न्यूनतम 10 किता रहेको छ यति आवेदन दिँदा पर्याप्त हुने देखिन्छ, किनकि यस कम्पनीको आइपिओमा पनि मागभन्दा धेरै आवेदन परिसक्ने छ 1-2 दिनमा। त्यसैले यस कम्पनीको आइपिओ पनि गोला प्रथा मार्फत बाँडफाँड हुनेछ र आइपिओ प्राप्त गर्न भाग्यकै भर पर्नुपर्ने देखिन्छ। यस कम्पनीको आइपिओ गोला प्रथा मार्फत बाँडफाँड गर्दा 8,20,000लाई मात्र यस कम्पनीको आइपिओ पर्नेछ र यस कम्पनीको आइपिओमा पनि 22-23 लाखको आवेदन चाहिँ पर्न सक्ने सम्भावना रहन्छ। यसभन्दा अगाडिको आइपिओमा पनि 22 लाख 23 लाख भन्दा बढी आवेदन परेको छ। त्यसैले यस कम्पनीको आइपिओमा पनि त्यति आवेदन पर्यो भने धेरै व्यक्तिको यस कम्पनीको आइपिओबाट हात खाली हुनेछ भने थोरै व्यक्तिले मात्र शेयर पाउनेछन्। त्यसैले यस कम्पनीको आइपिओमा पनि तपाईहरुले 10 किताको लागि मात्र आवेदन दिनु होला, त्यसभन्दा धेरै आवेदन दिएर काम छैन। कम्पनीको आइपिओमा आवेदन दिँदा प्रति किता 100 रुपैयाँको दरले भुक्तानी गर्नुपर्नेछ। तपाईहरुको खातामा जुन आइपिओ भर्ने खातामा ब्यालेन्स तपाईले चेक गरेर 1000 रुपैयाँ आइपिओ को लागि र त्यसपछि सियासमा चार्ज काट्ने बैंक छ अथवा फ्री छ के छ त्यो बुझेर तपाईले सियासमा चार्जको लागि अहिले बैंकहरुले सियासमा चार्ज 5 रुपैयाँ लग्ने गर्दछन्। यो पैसा र 1000 रुपैयाँ छ कि छैन चेक गरेर मात्र तपाईहरुले आइपिओमा आवेदन दिनु होला। त्यसपछि मात्र तपाईको आइपिओ आवेदन भेरिफाई भएर गोला प्रथामा जाने र त्यसपछि आइपिओ पर्ने सम्भावना रहन्छ। यदि खातामा ब्यालेन्स छैन भने तपाईको आइपिओ रिजेक्ट हुन्छ। त्यसपछि गोला प्रथामा नगएर नै तपाईले आइपिओ प्राप्त गर्न सक्नुहुने छैन। अब कुरा गरौँ यस कम्पनीको आइपिओमा कहिलेसम्म आवेदन दिन सकिन्छ भन्ने विषयमा। सोलु हाइड्रो पावर लिमिटेडले आज यही पुसको 29 गतेदेखि सर्वसाधारणमा आइपिओ निष्कासन खुल्ला गर्ने भएको छ भने कम्पनीको आइपिओ छिटोमा बन्द हुने मिति 82/10/4 गते भित्र यस कम्पनीको आइपिओ बन्द हुनेछ। यदि माघको 4 गते भित्र जुन माग गरिएको 82 लाख किता आवेदन नपरेको खण्डमा पर्याप्त आवेदन नपरेको खण्डमा 82/10/14 गते माघको 14 गतेसम्म आवेदन दिन सकिने व्यवस्था चाहिँ रहेको छ। तर यस कम्पनीको आइपिओमा 1-2 दिनमा नै मागभन्दा धेरै आवेदन परिसक्ने छ। त्यसैले तपाईहरुले यस कम्पनीको आइपिओमा आवेदन दिन चाहनुहुन्छ यो विवरण पत्र अध्ययन गरिसकेपछि तपाईले यस कम्पनीमा आवेदन दिने चाहनुहुन्छ भने आजदेखि माघको 4 गते ब्याङ्किङ समयभन्दा अगाडि तपाईहरुले आवेदन दिनु भयो भने तपाईहरुको आवेदन भेरिफाई हुनेछ, तपाईले आवेदन तपाईको समावेश हुनेछ। यदि तपाईले माघको 4 गते भन्दा पछि हेर्नुहुन्छ भने तपाईले आवेदन दिन सक्नुहुने छैन, किनकि यस कम्पनीको आइपिओ 4 गते भन्दा अगाडि नै
तपाईले आवेदन दिनुपर्ने हुन्छ। 4 गते पछि भने कम्पनीको आइपिओ निष्कासन बन्द भइसक्नेछ। त्यसैले यो मितिमा तपाईहरुले आवेदन दिन सक्नुहुनेछ। लगानीकर्ताले धितोपत्र निष्कासनमा आवेदन दिँदा अनिवार्य रूपमा उक्त निष्कासनको लागि तयार गरेको विवरण पत्र पढी आफ्नो स्वविवेकले दरखास्त दिन हुन अनुरोध समेत गरिएको छ। यसमा कुनै आइपिओमा आवेदन दिनु नै पर्छ भन्ने करकाप हुँदैन। तपाईहरुले विवरण पत्र पढिसकेपछि तपाईले आवेदन दिन इच्छुक हुनुहुन्छ भने मात्र आवेदन दिनुहोला। सोलु हाइड्रो पावर लिमिटेडको प्रति सेयर नेटवर्क प्रति सेयर आम्दानी र जगेडा कोष के कस्तो अवस्थामा छ र कम्पनीले दोस्रो बजार कारोबारको लागि ओपनिङ रेन्ज कति पाउँछ भन्ने विषयमा कुरा गरौँ। कम्पनीको प्रति सेयर नेटवर्क हेर्नुहुन्छ भने यस कम्पनीको प्रति सेयर वास्तविक 80-81 मा 100 रुपैयाँ 21 पैसा रहेको छ। यस कम्पनीको 100 रुपैयाँ 21 पैसा रहेको छ। यसकै आधारमा कम्पनीले दोस्रो बजार कारोबारको लागि ओपनिङ रेन्ज पाउने गर्दछ। कम्पनीले न्यूनतम 100 रुपैयाँ 21 पैसा भन्दा माथि र यसको 3 गुणा 300 रुपैयाँ 63 पैसा भन्दा तल कम्पनीले ओपनिङ रेन्ज यो बीचमा ओपनिङ रेन्ज पाएर कारोबारमा आउनेछ। यसरी ओपनिङ रेन्ज पाउँदा कम्पनीले ओपनिङ रेन्जको माथिल्लो बिन्दुमा ओपनिङ प्राइस पाएर कारोबारमा आएको खण्डमा कम्पनीको पहिलो कारोबार 300 मा हुन सक्ने सम्भावना चाहिँ रहन्छ। 300 मा पहिलो कारोबार भएको खण्डमा जब जुन 10 किता सेयर प्राप्त गर्ने लगानीकर्ता छन् उनीहरूको लगानी 3 गुणा हुनेछ। 1000 लगानी गरिसकेपछि ओपन भएको दिनमा नै लगानीकर्ताको लगानी चाहिँ 3000 हुनेछ। यसमा 2000 चोखो नाफा हुनेछ र 1000 लगानीकर्ताको भएपछि 2000 नाफा हुनेछ। त्यसभन्दा पछि बजारमा डिमान्ड र सप्लाईको आधारमा कम्पनीको प्राइस निर्धारण हुँदै जानेछ र यस कम्पनीको अलिकति हाई क्याप कम्पनी रहेको छ। त्यसैले कम्पनीमा छिट्टै नै सप्लाई आउन सक्ने सम्भावना रहन्छ। कम्पनीले कति दिन सर्किटमा कारोबार गर्छ। यस कम्पनीको प्रति किता मूल्य धेरैमा 4 देखि 500 सम्म जान सक्ने सम्भावना चाहिँ रहन्छ। एकदमै हाई क्याप रहेको छ। 500 सम्म गइसकेपछि कम्पनीमा सप्लाई आउन सक्ने सम्भावना देखिएपछि तपाईहरुले आइपिओ को प्रॉफिट बुक गरेर तपाईहरु सुरक्षित हुन सक्नुहुनेछ। कम्पनीको प्रति किता मूल्य 500 सम्म गएपछि तपाईले यस कम्पनीको 10 किता सेयर प्राप्त गर्नु भएको खण्डमा यस कम्पनीको आइपिओ बाट 4 देखि 5000 सम्म नाफा लिन सक्नुहुनेछ। कम्पनीको जुन वास्तविक नेटवर्थ 100 भन्दा माथि नै रहेको छ। त्यसैगरी प्रति सेयर आम्दानी हेर्नुहुन्छ भने कम्पनीको 0.23 रहेको छ 80-81 को वास्तविक। जगेडा कोषमा हेर्नुहुन्छ भने जगेडा कोष पनि पोजिटिभ नै रहेको देख्न सकिन्छ। वास्तविक जुन 80-81 मा कम्पनीको जगेडा कोष पनि पोजिटिभ रहेको छ र कम्पनीको वित्तीय विवरण धेरै राम्रो पनि छैन धेरै कमजोर पनि छैन, ठिकठिकै रहेको अवस्था छ। भने सोलु हाइड्रो पावर लिमिटेडको आइपिओ अपडेट बारे यति नै जानकारी थियो। भिडियो कस्तो लाग्यो मन परेको खण्डमा लाइक शेयर गर्नु होला। तपाईहरुको मनमा कुनै जिज्ञासा छ भने कमेन्ट बक्समा आफ्नो जिज्ञासा राख्नु होला। भिडियोलाई अन्तिमसम्म हेर्नुहुने यहाँहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अर्को भिडियोमा फेरि उपस्थित हुनेछु। नमस्कार, धन्यवाद।